माथि त फेरि नहाल्दैन जान्छ है। हाम्रो कृष्ण दाइ र लालकाजी भाइले तल जमिनमा अछ्याउनुको लागि छ पनि ढुङ्गा काट्ने मेसिन मार्फत काट्दै गरेको दृश्य। हाम्रो हिमाल फगामी भेनाजुले यहाँ गिटी कुट्दै गर्नुहुन्छ यतातिर हाम्रो अभिराम मामाले मसला एकदम तयारी अवस्थामा राखेको दृश्य छ भने उतातिर हाम्रो स्टिल फिक्चर साथीहरूले स्टिल मर्काइराख्नु भएको छ। यतातिर हाम्रो गरा लाउने सिकर्मी साथीहरूले गरा लगाउने एकदम बेजोड तयारी गरिराख्नु भएको छ भनेपछि यो हाम्रो सुन्धारा पुनर्निर्माण 2074 को अभियान लगभग आज 5औं दिन 40% काम हामीले सकाइसकेको छौं। त्यो त गर्नुपर्छ, त्यहीँबाट रसाउने नि। भर्खरै गएको बत्ती मनी आउने बत्ती पनि जाने भयो। गाडी लगाएर त्यहाँ 8 दिन जोड्दा अब हामी कङ्क्रिट गर्ने तयारीमा छौं। ट्याङ्कीको पहिलो लेयर कङ्क्रिट गर्ने तयारीमा छौं। हाम्रो विराज भाइले कङ्क्रिट फिटिराख्नु भएको छ। हामीसँग रेडिमिक्सको फेसिलिटी नभएको हुनाले चाहिँ हातैले मेनुअली भए पनि एकदम राम्रो गरेर कङ्क्रिट लगाउने भन्ने हाम्रो सोच छ। यहाँ हाम्रो बुवाहरूले चाहिँ गिटी कुटिराख्नु भएको छ। अब हामी सबैजना लाइमिली गरेर कङ्क्रिटको लास्ट लेयर ट्याङ्कीको लास्ट लेयर हाल्छौं। यतातिर हाम्रो मेसन साथीहरू भित्र स्टिल भित्र पसिसक्नु भएको छ। धेरै बलियो बनाउने भन्ने हिसाब किताबले तल डिबिसी भन्दाखेरि माथि पानी छम्किएर हाम्रो मेसन साथीहरूले फुक्का सिमेन्ट हाल्दै हुनुहुन्छ। अब केही छिनमै हामी यहाँ कङ्क्रिट गर्छौं। यसको कङ्क्रिट लेभल भनेको चाहिँ 8 इन्ची हुनेछ। उहाँहरू चाहिँ एकदम स्किल लेबर हुनुहुन्छ। मेसन पहिल्यैदेखि गर्दै आइराख्नु भएको टाइल मेसिनधरि गर्नुहुन्छ उहाँले। चाहिँ एकदम राम्रोमा पनि अझै राम्रो बनाउनु पर्छ भन्ने हिसाब किताबले अघि बिहानदेखिको ढुङ्गा काट्नेमा लागि पर्नु भएको छ। धेरै नै ढुङ्गा काटिसक्नु भएको छ। No?
जल्दी ल्याऊ ल ल हाम्रो ढुङ्गा काट्ने भाइहरू पनि यता आउँ त कङ्क्रिटको लागि लाइन बस्नुपर्ने भयो पर यहाँ मुनाहरूको घर छ भनेको होइन म हेर्नु जाऊँ अहिले हाम्रो नेपालको लोकल टाइम अनुसार 2 बज्नु आँटिसकेको छ हामीले आज भालेको मासु र चिउराको नास्ता खाजा खाइराखेको छौँ यसको व्यवस्था चाहिँ हाम्रो युकेमा रहँदै आउनुभएको घरामदिल चेली माया पूर्जापुन्जुले गर्नुभएको हिजो हाम्रो साथीहरू ढुङ्गा फोर्नुको लागि माथि पेरी भरानीको मन्दिर भन्दाखेरि अलिकति माथितिर गएर ढुङ्गा फोर्नु भएको थियो ढुङ्गा फोर्दा फोर्दैको तस्बिरहरू हाम्रो लालकाजी भाइले फेसबुकमा पोस्ट गरेको देख्नु भएको रहेछ अनि उहाँले एकदमै हौसला अझै हाम्रो मजदुरहरूले एकदमै जोस जाँगरको साथ काम गरेको देखेर उहाँहरूलाई अझै धेरै हौसला बढाउनु पर्छ भन्ने मान्यताले भालेको मासु र रक्सी अनि के आवश्यकता पर्छ सबै खानु दिनु भनेर मलाई भन्नुभएको थियो तर दिउँसोको समयमा खाजा खाँदा खाँदै रक्सी खानुहुन्न भन्ने मान्यताले चाहिँ हामीले बरु कोल्ड ड्रिङ्क्सको व्यवस्था गरिराखेको छ यो चाहिँ उहाँले रक्सी भन्नुभएको थियो मैले मना गरिदिएको छु किनकि खाजा खाँदा खाँदै रक्सी खानुहुन्न भन्ने मैले मान्यता राखेको छु खाजाको समयमा साँझको समयमा चाहिँ राम्रो हुन्छ होला भन्ने मेरो मान्यता छ यहाँ हुनुहुन्छ हाम्रो कुकमेन भीमराज भेनाजी हजुरले पनि खानु होला भेना यतातिर हाम्रो साथीहरू नि हुनुहुन्छ यो नानीहरूलाई पनि दिनु न भेना त्यो नानीहरूलाई पनि दिनु होला यसरी हामीले चाहिँ अलिकति कार्यस्थलमै यसरी खाइराखेको छौँ काम गर्दै गर्ने खाँदै गर्ने भइराखेको छ आज हामीले लगभग यो गरा लगाउने काम चाहिँ सम्पन्न गर्ने हाम्रो योजना छ ढल व्यवस्थापनको लागि हामीले यो आज पहिलो फ्रेम चाहिँ सेट गरेको छौँ अब योबाट चाहिँ ढल बोक्नेछ यसमा चाहिँ 100 mm को पाइप छ ढलको लागि तलदेखि 110 mm को पाइप राखिएको छ हामीले हिजो हाम्रो जोसिलो मजदुर साथीहरूले ढुङ्गाहरू फोर्नु भएको थियो उहाँहरूलाई हौसलाको लागि आज हाम्रो साथीहरूले हाम्रो मायाजीले चाहिँ स्पोन्सर गर्नुभएको छ सालाले भने जस्तै कुरा छ मेरो पनि तर उहाँले यस्तो धेरै त होइन धेर थोरै मेरो स्वर्गीय पितृबा र आमाको नाममा मेरो सहपरिवारको तर्फबाट किनकि अब बाटोको लागि भनेपछि बाटैमा हुनुपर्ने तर समस्या यहाँ पर्यो फेरि पैसाको जरुरी यहाँ पर्यो हो कि होइन कि यहाँ दिनु फिट छ कि बाटो समितिलाई दिनु फिट छ अहिले चाहिँ हाम्रो यो प्रोजेक्टमा चाहिँ लगभग आर्थिक सङ्कलन चाहिँ राम्रो भइराखेको छ त्यो हुनाले चाहिँ तपाईँको बुवा आमाले त्यो बनाउनु भएको रहेछ होइन त्यही भएर यो बाटो पनि एकदम मर्मत नितान्त गर्नु आवश्यकता छ किनभने त्यो भएर तपाईँले चाहिँ त्यतातिर गरिदिनुहोस् विकास भनेको जतातिरबाट गए पनि हुन्छ त्यही भएर यो मात्रै भन्दा पनि हजुरको इच्छा त्यहाँमा छ भने मेरो विचार के हो भने इच्छा त त्यहाँ हो तर समस्या कहाँ छ त्यहाँ हेर्नु पर्यो प्राथमिकता हजुर यता चाहिँ लगभग आर्थिक सङ्कलन यताउतामा सबैमा के अरे मैले नै उस गरिराखेको छु यतिखेर होइन खर्च पनि मैले नै गरिराखेको छु मेरो थ्रु नै भइरहेको छ आर्थिक सङ्कलन पनि मेरो थ्रु नै भइरहेको छ होइन अनि यो निर्माण गर्दा गर्दै हामीलाई आर्थिक चाहिँ भार पर्ने जस्तो देखिँदैन त्यो हुनाले चाहिँ हजुरले चाहिँ त्यो बाटोलाई चाहिँ एकदम राम्रो बनाइदिनुहोस् त्यही नै हामीलाई मैले राम्रो बनाउने होइन गाउँलाई सम्पिदिने हो त्यो बाटो हेर कि त्यो ढुङ्गा भाँचेर फाल कि तिम्रो हिँड्ने बाटो भन्ने कुरा मेरो हो होइन तर पितरको नाममा मैले धेर थोरै ठुलो रकम त दिनु सक्न मैले धेर थोरै अब पितरको नाममा बाटो समितिलाई
रिपेयर गरिदिने एउटा भाँचिछ भने त्यो ढुङ्गा फेरिदिने यति मात्रै हो हस् हस् हुन्छ किनभने त्यो ढुङ्गा भाँच्यो भने त म त उता बाहिरको मान्छेले त आएर त हेर्नु सक्दैन एकदम एकदम फेर्नु पनि सक्दैन त्यसको लागि चाहिँ अब गाउँमा बस्ने स्थानीयवासीहरूले के गर्नु पर्यो भने जानकारी गराउनु पर्यो होइन त्यहाँ यस्तो यस्तो भइरहेको छ त्यो बाटोलाई चाहिँ यसरी मर्मत गर्नुपर्ने भएको छ के अरे हजुरले चाहिँ यसो रोल खेलिदिनु पर्यो भन्ने खालको कुराहरू चाहिँ गाउँमा रोल खेलिदिने पित्र स्वर्गीय पित्रको नाममा मैले यति भनौँ न चन्दा भनौँ अथवा आर्थिक सहयोग भनौँ जे भने पनि पैसा दिएको छु भने नै भयो त्यो धेरै धन्यवाद छ हजुरलाई यस तपाईँले त्यही नै गरिदिनुहोस् किन भन्दाखेरि यहाँ चाहिँ अच्छा यसो हो भने मैले त्यसको लागि कहाँ त्यसको लागि चाहिँ अब म पनि बाटो समितिको अध्यक्ष को हुनुहुन्छ म पनि वैदेशिक रोजगारबाट भर्खर फर्केर 2 महिनाको छुट्टी लिएर आएको हजुर हजुर हामीलाई थाहा छ 1 महिनाको छुट्टी चाहिँ लगभग सकिन्छ 1 महिना चाहिँ सकिन थाल्यो अझै 1 महिना बाँकी छ म रहँदै यो काम सम्पन्न गरेर उद्घाटन समारोह पनि फेरि गर्ने भन्ने योजना छ गरे हैन सोच छ गरे त्यो हुनाले चाहिँ त्यसको लागि चाहिँ हाम्रो होम मामाहरूसँग त म राम्रोसँग सम्पर्कमा छु गरे हैन तपाईहरु चाहिँ होम मामासँग सम्पर्क राख्नु होला अनि त्यहाँबाट गाउँमा कोलाई जिम्मेवारी दिने त भन्ने चाहिँ 1-2 दिनमा हामी छलफल गरेर हजुरलाई फेरि त्यो टाढाको कुरा नजाम होम मामा भन्नाले युकेको कुरा आयो हैन तपाईको यहाँ आछु मैले अहिले हस्तान्तरण गरी जाने हो कि अहिले चाहिँ हस्तान्तरण बाटोको जिम्मेवारी कसले लिएछ भन्नु खोजेको मात्रै हो यस्तो गोरेटो बाटो के अरे अब तपाईको यो बाटो भनेपछि मोटर बाटो सम्झ्यौँ यो पनि त उहाँ नाङ्गी कहाँबाट हिँड्ने बाटो हो नि त त्यसो भने यसो गर्नुहोस् हजुरले चाहिँ तीर्थ सर हुनुहुन्छ नि हाम्रो उहाँसँग हस्तान्तरण गर्नुहोस् उहाँले चाहिँ के अरे त्यसको बारेमा गर्नुहुन्छ है आज हामीले सुन्धाराको ग्राउन्ड अगाडिको फ्रन्ट साइडमा डिभिसी गर्नुको लागि आधी चाहिँ गरिसक्यो अझै आधी बाँकी रहिरहेको छ लगभग गरा लाउने काम पनि आज अन्त्य हुने देखिन्छ हामीले 90-95% गरा लगाइसकेको छौं यता हाम्रो रन्ने ठलाउले गिटी कुटिराख्नु भएको छ भन्ने हाम्रो एकदम मेहनती दीपक भेनाजु र लालकाजी भाइले चाहिँ ढुङ्गा काटिराख्नु भएको छ टाइलको आकार प्रकार दिने भन्ने हिसाब किताबले यतातिर हाम्रो कार्पेन्टर साथीहरूले चाहिँ सटर बनाइराख्नु भएको छ ट्याङ्कीको लागि हो यो सटर तल आमा समोरेले फोडिदिएको गिटी त यता ढलाइ गर्नेमा काम लाग्ने भयो आज सुक्खा रोटी र
के गीत सुन्नु पर्छ कि काम गर्ने बेला गीत सुन्ने चार्ज छ कि छैन म हेर्छु है यो दोभानको पहिलो वाटर कलेक्सन ट्याङ्की हो यहाँ चाहिँ एकदम यो ठुलो ढुङ्गाभित्रबाट पानी आइरहेको छ हामीले चाहिँ यो ट्याङ्की बाहिर बनाएर हिजो 10-12 जना साथीहरूले उठाएर साधनमा उनीहरूले उठाएर यहाँ ल्याएर राख्यो आज चाहिँ यसरी वाटर कलेक्सन गरिएको छ यो चाहिँ एल्युमिनियमको पातालाई हामीले यसरी डुला 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 बनाएर फिल्टरको एउटा भूमिका खेलोस् भनेर यस्तो बनाइएको छ यसको लागि हामीले ढक्कन पनि तयार पारेको छौँ ढक्कन अब लगाउने हो बल्ल पेल्दैछ के योजना कार्यक्रममा जुट्नुभएका हाम्रा पढ्न छोरालाई धन्यवाद दिन चाहन्छु मैले पनि सोचेको थिएँ धारा छँदैछ किन बनाउनु पर्यो अरु मानवहरूले पनि त्यसै सोच्नु भएको होला धारा छँदैछ किन बनाउने हेर्नुहोस् कति राम्रो भयो हाम्रो गाउँको गहना सुन्दादा यस कार्यक्रमलाई राम्रोसँग अगुवा भएर 60-65 डिग्रीको घाममा खटेर काम गर्दा गर्दै छुट्टी आएर पनि आफ्नो घर परिवारसँग राम्रोसँग नबसिकन लगातार रूपमा खटिनुभयो उहाँलाई धन्यवाद नदिइरहन सकिँदैन त्यसकारणले आज हाम्रो उद्घाटन समारोहमा सबैभन्दा पहिला हाम्रो कार्यक्रम बनेको सुन्दाराको उद्घाटन नै हो र त्यसलाई उद्घाटन गर्नको लागि म यसै गाउँमा बसोबास गर्दै आएका सम्पूर्ण वृद्ध आमा बुवा बुद्धिजीवी वर्ग र सम्पूर्ण ओहदामा आफ्नो गाउँको विकासको निम्ति जुट्नुभएका खपिनुभएका सम्पूर्णलाई उद्घाटनमा सरिक हुनको लागि म हार्दिक अनुरोध पनि गर्दछु चलिरहेकोलाई छोपिरहेको शिलालेखलाई हामीले खुला गर्छौँ कृपया खुला गर्दा सबैले ताली लगाएर सभा बढाइदिनु होला अध्यक्षज्यू कृपया यतातत्र छोडेर बसिरहनुभएका दर्शकहरू हाम्रो अगाडि आएर हेरिदिनु होला पछिबाट केही पनि देखिँदैन त्यो धागो खोलिएर जुन चाहिँ लेखिएको शिलाले खोलिएमा सबै दर्शक महानुभावहरूले ताली लगाइदिनु होला
सबै ग्रामनिवासी वृद्ध सबै बोलेका हुन्छन् ल हाम्रो उद्घाटन कार्यक्रम सुरु हुँदैछ रेडी 1 2 3 गो ल निवेदनले तयारी ठेक्का कुरा पढेर सुनाइदिनु होला सुन्धारा इंग्लिशमा पनि सुन्धारा लेखिएको छ विक्रम सम्वत 2031 सालमा डेनिस असमको आर्थिक सहयोग र स्थानीय जनसंरक्षणबाट निर्माण भएको यस सुन्धाराको विक्रम सम्वत 2066 सालमा तत्कालीन विकास समितिको आर्थिक सहयोग र स्थानीय जनसंरक्षणबाट मर्मत कार्य गरिएकोमा विक्रम सम्वत 2074 सालमा मन चन्दादाताहरूको आर्थिक सहयोग र पेरिभरानी युवा क्लब तथा ग्रामीण आमा समूहको जनसंरक्षणबाट यस सुन्धाराको पुनर्निर्माण कार्य सम्पन्न गरियो। खानेपानी तथा ढल व्यवस्थापन समिति अन्नपूर्ण गाउँपालिका 7 ग्रामीण म्याग्दी तिथि सम्वत 2074 साल फागुन 1 गते रोज 3 शुभ। धन्यवाद। अगाडि प्रदर्शन गरेर पढ्न खोलिसकेपछि सबैले ताली लगाइदिनु होला रेडी ए अलि यता रन्छ दिदी ए तपाईँ के काट्नु यता हेर्दै हैन के के हो अलि यता बुलाउनु त यता त ती कुरा गाड हुन्छ दिदी यता आइज अलि पछाडी पछाडी अलि राम्रो जहिले जानु अलि अलि यता नि बसे अलि त्यति थ्याङ्क यू मैडम। आज मिति 2074 साल फागुन महिनाको 15 गतेको दिन सर्वप्रथम चाहिँ उपस्थित हुनुभएका सम्पूर्णमा आज 36औं मगर दिवसको उपलक्ष्यमा आदरणीय आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णमा 36औं मगर दिवसको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। स्वीकार गर्नुहोस्। सुन्धारा पुनर्निर्माण समितिका अध्यक्ष महोदय, यस पुनर्निर्माण समितिका संयोजकज्यू एवं यस समितिमा आबद्ध हुनुभएका सम्पूर्ण पदाधिकारीज्यूहरू, खराबले आमा समूहका अध्यक्षज्यू र यस पेरिभरानी युवा क्लबका अध्यक्षज्यू र यस गाउँसँग सम्बन्धित भएको सम्पूर्ण समितिहरूको लाइफ त गयो डिस्कनेक्ट भयो त्यहाँदेखि त पैसा भ्याइन्छ निकै गोराजीले हेर्दै थियो गरे अब हराएन लाइभ गरेर मजा हुन्थ्यो कि प्रत्यक्ष हेर्थ्यो कि मजाले।
मानिस सामाजिक प्राणी हो र समाजमा जन्मन्छ, समाजमा हुर्कन्छ, अन्त्येष्टि हुन्छ। मानिस सामाजिक प्राणी भएकै कारण हामी विभिन्न सामाजिक कार्यक्रममा हामी सहयोग हुँदै आइरहेका छौँ। सर्वप्रथम त हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आफ्नो व्यस्तताका बावजुद पनि आफ्नो व्यस्त समयमा पनि थाती राखेर आफ्नो गाउँ समाजको सामाजिक कार्यको लागि आफ्नो अमूल्य सहभागिता जनाइदिनु भएकोमा अलि नास्की चुम्ला गर्न भयो योबाट खिच्दाखेरि चाहिँ यो बन्द गर्ने, योबाट त्यो बन्दाखेरि यो बन्द चलाउने के त्यो गरे हुन्छ। आफ्नो छोटो स्वागत मन्तव्य र स्वागत रूपी शब्दका पुष्पगुच्छहरू अर्पण गर्दै र फेरि पनि आफ्नो व्यस्तताका बावजुद पनि उपस्थित भएर हाम्रो कार्यक्रमलाई सफल रूपमा सम्पन्न गराउनको लागि यहाँहरूको अमूल्य सहभागिताको लागि फेरि पनि धन्यवाद साथै हार्दिक स्वागत गर्दै मेरो छोटो मन्तव्य हेतु टुटाउन चाहन्छु। हस्त धन्यवाद, नमस्कार। मसँग शब्द नै छैन, सीमा नै छैन। उहाँलाई सम्मान गर्ने हाम्रो कार्यक्रम छ। उहाँलाई सम्मान गर्नको लागि थोरै योभन्दा अगाडि म यसै रामली गाउँमा 32 वर्षसम्म काम गरेर रामली गाउँको विद्यालयलाई अगाडि बढाउनेमा सहयोग गर्नुभएका श्री तीर्थबहादुर पोगामी कुञ्ज्यूलाई म यस मञ्चमा आमन्त्रण गर्न चाहन्छु। सुन्धाराको पानी ठुलो रामलीको गाउँमा आज हामी खुसी मानौँ गणेशको नाउँमा। यो 2031 सालमा गाइएको गीत थियो, जुन मेला चाहिँ उलागन मेला लागेको थियो। त्यस्तै त्यति बेला फेरि खिवाङको हेमिनको आमा भन्ने असाध्यै प्रचलनमा आएको कलाकार हुनुहुन्थ्यो र उहाँले चाहिँ अहिले टिकाको आमाले जो अलिकति सामान्य राख्नु भएको छ त्यो चाहिँ गाउनुहुन्थ्यो। जाउँबाट हिँडेको तिम्रो हाम्रो के दौतर मिलेको धरम शिरबारी नचलाउ कान्छा चाहिँ जाला घरबारी भनेर गीत गाउनुहुन्थ्यो। र त्यति बेलाको सबभन्दा उत्कृष्ट नाच भनेको रिमाको। त्यति बेलाको गीत के थियो, के आमा सानोमा फुलको थुङ्गा कसो पानीमा भन्ने गीतमा रिमाबाट एकजना असाध्यै राम्रो तरुणी लाइक चोइस नाच्नु भएको थियो र उहाँले सबैभन्दा राम्रो नाच नाचेको भनेर पुरस्कार पाउनु भएको थियो। त्यति बेला म चाहिँ 7 वर्षको थिएँ। त्यो सम्झना यति बेला असाध्यै हामीलाई आइरहेको छ। त्यसैले म यहाँ सानो सम्मान पत्र उद्घोष गर्नको लागि यहाँ आएको छु। आदरणीय उपस्थित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू र मान्यजनहरू, असाध्यै सर्जक
महानुभावहरू यहाँहरू सबै समक्ष असाध्य हृदयबाट नै नमन गर्दै र धेरै कुराहरू नगरिकन म किन आएको छु भन्ने कुरा हामीले यो एकमै एउटा उदाहरण दिनुभएको एकजना युवालाई सम्मान गर्न गइरहेका छौँ। जुन कुराहरू के लेखिएको छ भन्ने कुरा र म किन उपस्थित भएको छु भन्ने कुरा त्यो सम्मान पत्रले बोल्नेछ। त्यसैले यहाँहरू समक्ष म त्यो सम्मान पत्र पढेर सुनाउन चाहन्छु र त्यो सम्मान पत्र प्रदान गर्नको लागि हाम्रो गाउँटोल समितिका अध्यक्षज्यू तथा सचिवज्यू चाहिँ अगाडि आएर बस्नको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। मूल्याङ्कनका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दै यो प्रशंसा पत्र प्रदान गरिएको छ। मिति 2074 फागुन 20 गतिको राखिएको छ र सल्लाहकार तीर्थबहादुर थगानी, सचिव मनकुमार गर्भिजा, दुधबहादुर पूर्जा अध्यक्ष गाउँटोल व्यवस्थापन समिति भनेर लेखिएको छ। यसलाई हस्तान्तरण गरिदिनको लागि आदरणीय टोल समितिका अध्यक्षज्यू तथा सचिवज्यूलाई म विनम्र आग्रह गर्न चाहन्छु। उहाँहरूले संयुक्त रूपमा प्रदान गर्दै हुनुहुन्छ। ताली तथा एउटा माला थप लगाइदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। बाँकी केही कुराहरू उहाँहरूको अझै हुन सक्छ र हाम्रो यो माइक्रोफोन अब म आदरणीय मित्रलाई दिन चाहन्छु। धन्यवाद। धन्यवाद तीर्थ सरलाई। अबको कार्यक्रम भनेको पनि सम्मानीय हो, जुन आमा समूहको तर्फबाट उहाँलाई एउटा गादा उपहार दिनको लागि हामीले छलफल गरेका छौँ र त्यो गादा हस्तान्तरण गर्नको लागि म आमा समूहका अध्यक्ष श्रीमती दीपा थकामीज्यूलाई म अगाडि निम्त्याउन चाहन्छु। कृपया ताली लगाइदिनु होला। धन्यवाद। म पनि माला लगाइदिन चाहन्छु। हाम्रो सम्मान कार्यक्रम हुनेछ। जो कोही आफ्नो पछिसम्म आफ्नो नाम राख्नको लागि पहिलाबाट नै आफूले जग राख्नुपर्ने हुन्छ, त्यसै जग हाम्रा कर्णबाबुले राख्नुभएको छ। उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। एकैछिन सोच विचार गरेका धेरै सपुतहरू जन्मिनु आवश्यकता पनि छ हाम्रो गाउँमा र उहाँले जे बाटो औँलालाई हिँड्नु भएको छ त्यो बाटो समातेर हिँड्नु अति नै जरुरी छ। उहाँले जति राम्रा कामहरू गर्नुभएको छ उहाँलाई हामीले धेरै शब्दहरूले शुभकामना दिन पनि चाहन्छौँ। अबको यसपछिको कार्यक्रम भनेको हाम्रो साना भाइ बहिनीहरूको तर्फबाट 2 कक्षामा 3 कक्षामा अध्ययन गर्ने विद्यार्थी भाइ बहिनीहरूको तर्फदेखि नृत्य तपाईँहरूको समक्ष प्रस्तुत जमर्को गरिरहेका छौँ। त्यसमा सहयोग गरिदिनु हुनको लागि म वृन्दा मिसलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। रोजी, रेणु, दिप्ती र पूजा।
नृत्य पसेर जानुभएको छ।
यसको लगत्तै फेरि सम्मान कार्यक्रम भएको नाताले सम्मान गर्न सहयोगी दाताहरूलाई सम्मान गर्न हामी अगाडि बढिरहेका छौँ। गाउँको एकजना सर हुनुहुन्छ बलराम पूजा भन्ने, उहाँले रिमामा पढाउनुहुन्छ, उहाँ नेपालीको मास्टर्स हुनुहुन्छ। उहाँले एउटा स्ट्याटस फेसबुकमा लेख्नु भएको थियो। उहाँले के लेख्नुभयो भने यो औलो गाउँको मान्छेहरूले चाहिँ केही कुरा सिक्नु पर्यो, सिक्ने कुरामा यो सामाजिक एकता भन्ने कुरा चाहिँ घरमदेखिबाट सिक्नु पर्यो भनेर उहाँले लेख्नुभएको थियो। यहाँहरूको गाउँको जुन सामाजिक एकता छ त्यो देखेर मलाई निकै इच्छा लाग्छ, डाको लाग्छ। आज पनि मैले देख्ने मौका पाएँ, खुसी पनि छु। र उहाँले अर्को के सोच्नु भएको थियो भने राजनीति चाहिँ दशैँबाट सिक्नु, संस्कृति चाहिँ रिमाबाट सिक्नु, अनि देश विदेशबाट गाउँको लागि चन्दा उठाउने, गाउँको जनसहभागिता, गाउँको विकासको निम्ति लगाउने कुरामा स्थानबाट सिक्नु भनेर उहाँले त्यो फेसबुकमा आफ्नो स्ट्याटस पोस्ट गर्नुभएको थियो। र मैले आज यो कार्यक्रम देख्दै गर्दाखेरि सामाजिक एकतामा त घरामीले जितेको र अहिले आएर यो एउटा संस्कृतिमा पनि उहाँहरूले हाम्रो वडामा उहाँहरूले जित्नु हो मेरो मूल्याङ्कन। साथसाथै यो देश विदेशबाट गाउँको उन्नतिको निम्ति पैसा जम्मा गर्ने अनि जनताको सहभागिता व्यापक बनाउने कार्यक्रममा पनि स्थान गाउँलाई चाहिँ घरामीले जितेको मैले आफ्नो तर्फबाट मूल्याङ्कन गरेको छु। र यहाँहरू सबै यसको निम्ति एकदम धन्यवादका पात्र हुनुहुन्छ र यहाँहरूलाई चाहिँ हार्दिक अभिनन्दन गर्न चाहन्छु।
र यसै सिलसिलामा यो हेर्दामा सुन्दामा सानो कार्यक्रम तर यहाँभित्र धेरै बुद्धि कुरा गर्दै जाँदाखेरि धेरै ठुलो उपलब्ध छ, धेरै ठुलो सफलता छ। र कर्ण ऊर्जाशालाजीसँग मैले यो उहाँ विदेशमा रहँदा पनि यो प्रोजेक्टहरूको विषयमा धेरै अन्तर्क्रियाहरू चाहिँ यो अहिलेको सामाजिक सञ्जाल मार्फत गर्ने गर्दथे। र उहाँले एउटा के नमुना देखाउनु भयो भने कुनै एउटा युवाले चाह्यो भने छोटो समयमा पनि गाउँको लागि धेरै कुराहरू गर्नु सक्दो रहेछ भन्ने एउटा उदाहरण चाहिँ उहाँले प्रस्तुत गर्नु भएको छ। र साँच्चै भन्ने हो भने उहाँ जस्तो युवालाई चाहिँ हामीले 2 वर्षमा 2 महिना यानि कि त्यसमा पनि कति भयो होला 40-45 दिन भयो होला उहाँले हामीसँग बस्दा यस्तो प्रोजेक्ट कन्डक्ट गर्न सक्नुभयो। उहाँलाई सधैँभरि हामीले गाउँमा राख्न सकियो भने उहाँले अरू के पनि गर्नुहुन्थ्यो होला एउटा मनमा लाग्ने क्या। त्यसो भएको हुनाले त्यो एउटा हाम्रो देशको आर्थिक स्थितिको कारणले बाहिर जानु पर्यो, विदेशमा जानु पर्यो। विदेश नजाने होइन, हामी जानु पर्यो अहिलेको परिस्थितिमा। तर हामीले त्यहाँ सिकेका सिप ज्ञान अनि कमाएको पैसालाई आफ्नो देशको समुन्नतको निम्ति चाहिँ खर्च गर्न सक्यौँ, उपयोग गर्न सक्यौँ भने निश्चित रूपमा थुप्रै गाउँलेहरूले चाहिँ यस्तै कर्ण पूर्जापनहरू चाहिँ पाउँदै जाने भन्ने अपेक्षा गर्न चाहन्छु। र यस शुभकर्मको निम्ति उहाँले जुन मेहनत गर्नुभएको छ, अहोरात्र खट्नु भएको छ। र मेरो चाहिँ प्राइभेट मेरो आन्तरिक मूल्याङ्कनमा चाहिँ अब यो सेरोफेरोमा हेर्दाखेरि अन्नपूर्ण गाउँपालिकाको एउटा उत्कृष्ट युवाको चाहिँ एउटा को रूपमा चाहिँ उहाँलाई म अभिनन्दन पनि गर्न चाहे। यहाँले एकचोटि जोरदार ताली बजाइदिनु। र यसो भन्दै गर्दा हामीले सकेको गर्ने हो। हामी चाहिँ सामाजिक प्राणी हो। अघि हाम्रो मनकुमार तालाजीले पनि यहाँ कोट गर्नु भएको छ, हामी हाम्रो जातिको मान्छेहरू चाहिँ अलिक बट्टा खानेर खेल्नेमा प्लस नाच गानमा रमाइलोमा चाहिँ बट्टा दिन्छौँ। र हामी यो आदिवासी यो देशको भूमिपुत्र हौ, भूमिपुत्री हौ भन्दै पनि गरिरहेको एकातिर। तर हामीले साँच्चै यो देशको मालिक हुन सकिरहेको छैनौँ। किनभने साँचो अर्थमा यो देशको लाल पूर्जा हाम्रो यदि हातमा हुन्थ्यो भने हामी पनि यो देशको मन्त्री हुन्थ्यौँ, अनि नेपाल सरकारको सचिव हुन्थ्यौँ, नेपाल पुलिसको चाहिँ आइजिपी हुन्थ्यौँ, नेपाल सेनाको चाहिँ प्रधान सेनापति हुन्थ्यौँ। त कुनै पोस्टहरूमा चाहिँ हामी पुग्न सकेका छैनौँ। त्यो किन त भन्दाखेरि चाहिँ हाम्रा पुर्खाहरूले पनि शिक्षामाथि ध्यान दिएन र हामी पनि अहिले त्यही खाने, खेल्ने र नाच्नेमा रुमलिरहेका छौँ। त्यो कारणले चाहिँ हामी त्यहाँ नपुगेको हो। त्यो नपुगेपछि हामी साँचो अर्थमा यो देशको मालिक होइनौँ कि भन्ने एउटा चाहिँ हामीलाई त्यो भ्रम पनि परिरहेको छ। सन्दर्भ आज मगर दिवस पनि रहेछ फाल्गुन 15 गते। अघि बाटोमा आउँदै गर्दा प्रकाश भाइले सम्झाएर गर्दा मैले सम्झेँ। र हामी एक मानेमा खुसी पनि हौँ कि
₹15,34,411 रुपियाँ। कुल खर्च चाहिँ 6,49,849 रुपियाँ गरेर यसको बाँकी चाहिँ 8,34,562 रुपियाँ हुनुपर्ने हो मसँग। तर पोखरामा चाहिँ आइपुगेको छ। पोखराबाट गाउँमा ल्याउने मान्छेहरूको पनि अभाव भयो अनि त्यहाँबाट समय पनि अलिकति छोटो भएको हुनाले चाहिँ 1,25,055 रुपियाँ चाहिँ हाम्रो यो समितिको पैसा चाहिँ पोखरामै छ गरेर बाँकी चाहिँ 7,09,507 रुपियाँ चाहिँ मसँग छ। त्यो चाहिँ त्यहाँ छ, लिएर आएर यहाँ गर्नुपर्छ कि पर्दैन तपाईँहरूले नै गर्नु आवश्यकता छ भने चाहिँ त्यहाँ छ होइन। यो पैसा चाहिँ यही हो, यसको हिसाब किताबहरू यही छ। अनि त्यहाँबाट यो चाहिँ अब कार्यक्रममा अलिकति लामो हुन्छ भने हिसाब किताबले बिल नम्बर यतिमा यति यतिमा यति भनेर भनिएको छैन। यो चाहिँ हाम्रो समिति निर्माण समितिहरूलाई चाहिँ हामीले मैले राम्रोसँग बुझाउनु पर्ने हुन्छ र बुझाउने पनि छु। मैले समय लिँदा चाहिँ थोरै कुरा चाहिँ भन्नु अनुमति चाहन्छु सबैजना उपस्थित महानुभावहरूसँग। अघि नै भन्नुभयो हाम्रो गुरु प्रदीप सर अनि तीर्थ सरहरूले मैले यो काम गर्दै गर्दाखेरि मैले त्यति ठुलो चन्दा दिन सकिरहेको छैन। जम्मा 10,101 रुपियाँ मात्रै दिएको छु। त्यो 10,101 रुपियाँबाट हामीले सुरुवात गरेर 15 लाख बाजेको 5,000 चाहिँ जोडिएको छैन है, यो हिसाबमा पछि जोडिन्छ। 15,34,411 रुपियाँ सङ्कलन गर्नु सफल भयो। अझै यो शिलालेख लेख्नुको लागि चाहिँ आज अर्डर गरौँ भोलि नै शिलालेख लेखिन्थ्यो भने चाहिँ अझै धेरै पनि बजेट थियो। तर हामीले चाहिँ शिलालेख लेख्नुको लागि चाहिँ घटीमा पनि 10-15 दिन लाग्ने भन्ने हिसाब किताबले चाहिँ त्यही पनि अलिकति इमर्जेन्सी पारामा लेखिएको, त्यो भएर अलिकति महँगो पनि परेको छ। यति लेख्दा चाहिँ हामीले 50,000 चुकाउनु परिरहेको छ शिलालाई मात्रै। बाँकी त्यो बाटो खर्च यताउता गर्दाखेरि चाहिँ निकै धेरै नै खर्च भएको छ। त्यो हुनाले चाहिँ हामीले 27 मार्च 2074 को दिनलाई चाहिँ अन्तिम दिन चन्दा सङ्कलनको अन्तिम दिन गर्दा गर्दै पनि हामीले यति सङ्कलन गरेको थियौँ। हिजो यदि आजको कार्यक्रम हिजोसम्म सङ्कलन गरेको थियो भने चन्दाहरू बढ्थ्यो होला पनि, तर हामीले चाहिँ अलिकति माफ गर्नु होला भनेर क्षमा पनि माग्नु पर्यो। यति काम गर्दै गर्दाखेरि सम्पूर्ण काम सम्पन्न गर्नुको लागि अझै पनि काम सकिएको छैन। अझै काम गर्नु बाँकी छ। यो चाहिँ समितिले गर्नुहुनेछ, समिति मार्फत गरिनेछ। हामीले काम समिति मार्फत नै गरेको भन्ने जानकारी पनि गराउन चाहन्छौँ। काम सम्पन्न गर्दै गर्दाखेरि सम्पूर्ण ज्याला मजदुर गरेर भए पनि काममा उपस्थित भइदिएर खटिएर काम गर्दैन हुने मजदुर दाजुभाइहरूलाई पनि एकदमै आभारपूर्ण धन्यवाद। साथै 127 जना सबै मनकारी चन्दादाताहरूप्रति पनि एकदम आभार प्रकट गर्न चाहन्छु। आज मैले सोचेको पनि थिएन यति धेरै सम्मानहरू पाउँछु होला, यति धेरै मायाहरू पाउँछु होला गाउँलेहरूदेखि भन्ने कुरा। मैले माया पाउँदै नपाएको त होइन, एकदमै धेरै माया पाइरहेको छु। तपाईँहरूले माया ममता र सहयोग साथले गर्दाखेरि चाहिँ यति काम सम्पन्न हुन गइरहेको छ, सम्पन्न भएको हो। आज यति धेरै जति माया पाइरहेको थियो त्योभन्दा पनि धेरै माया पाउँदाखेरि चाहिँ म यति काम गर्दा गर्दै मैले चाहिँ पूर्ण विराम लाउनुहुन्न भन्ने पहिलेदेखिको मेरो सोच हो। अझै धेरै गाउँको लागि चाहिँ मैले गर्नुपर्छ भन्ने तपाईँहरूले चाहिँ आज सम्मान गर्नुभयो। सम्मान कार्यक्रमले चाहिँ मलाई एकदमै धेरै ऊर्जा आएको छ र भोलिको दिनहरूमा मैले यस्तै विकास कार्यहरू गर्दै जाँदाखेरि पक्कै पनि योभन्दा पनि धेरै साथ सहयोगहरू पाउनेछु भन्ने चाहिँ एकदमै आशावादी छु म।
ओए लाइभ गर्ने लाइभ गरेको भएन कि गर्न अहिले डाटा छ ऐना त छेकियो ऐना छेकियो
Where